गाइज हैन आज चाहिँ हामी चाहिँ एउटा यस्तो अचम्मको ठाउँमा जाँदैछौँ। यहाँ चाहिँ सब कुरा एभ्रिथिङ प्याजबाट बनेको छ क्या। पियानोहरू भयो, बस्ने टेबलहरू, कुर्सीहरू सब एभ्रिथिङ प्याजबाटै बनेको छ क्या हैन। अनि त्यसपछि यहाँ जाने बेला चाहिँ एउटा खतरा च्यालेन्ज परिरहेको थियो क्या हैन। यहाँ जतिवटा गीत पनि गाडीमा बज्छ त्यसमा चाहिँ मैले एक्सप्रेसन दिनुपर्ने, एक्सप्रेसन दिएन भने चाहिँ गीत नबजाउने भनेर। अब गीतै बजेन भने चाहिँ रमाइलै हुँदैन। जसरी नि गीत त चाहियो आफूलाई त च्यालेन्ज एक्सेप्टेड। त्यसपछि मैले स्टार्ट गरेँ एक्सप्रेसन दिनलाई। त्यहाँ एक्सप्रेसन दिइरहेको थिएँ, कतिवटा गीतमा एक्सप्रेसन दिएँ, तपाईँहरूले नै हेर्नु होला होइन लास्टसम्म। अनि त्यसपछि म चाहिँ कस्तो भने दुई टाइपको मान्छे हुन्छ अरे कि, एउटा चाहिँ सोसियल मिडिया पर्सन, एउटा चाहिँ लाइभ मुभमेन्टहरू इन्जोय गर्ने। म चाहिँ दुइटै हो क्या, लाइभ मुभमेन्टहरू पनि एकदम इन्जोय गर्छु अनि सोसियल मिडिया पर्सन पनि एक्टिभ छु। अनि मलाई चाहिँ के लाग्छ भने जुन टाइममा जे गर्ने हो त्यो चाहिँ त्यही टाइममा नै गर्नुपर्छ भन्ने हो क्या। अनि त्यो आफूलाई रोक्नु हुँदैन, गलत हुनु भएन तर सही छ भने राम्रो कुरा हो भने आफूलाई रोक्नु हुँदैन भन्ने टाइपको मान्छे चाहिँ म हो क्या होइन। मान्छेले के भन्छ कि के गर्छ कि इधर उधर सोच्नु हुँदैन, त्यो टाइममा जे गर्ने हो त्यही गर्नुपर्छ भन्ने चाहिँ म हो होइन। अनि त्यसपछि त्यस्तो गर्दै गर्दै अलमोस्ट मैले सबै गीतमा एक्सप्रेसन दिएँ, पुगुन्जेलसम्म गीत पनि बज्यो। अनि त्यसपछि हामी चाहिँ फाइनली पुग्यो। अनि यहाँनिर चाहिँ त्यही अब प्याजको इतिहास चाहिँ यहाँ चाहिँ एकदम धेरै प्याज हुने ठाउँ हो अरे। अनि त्यसपछि यो प्याजको इतिहास चाहिँ नमेटियोस् भनेर चाहिँ यो प्याजको एउटा पार्ट नै बनाइदिएको थियो क्या, प्याजको होइन। अनि यहाँनिर चाहिँ भेन्डिङ मेसिनहरू पनि सबै प्याजको मात्रै थियो क्या होइन। अनि त्यो प्याजको पार्क मात्रै नभएर यहाँनिर चाहिँ यहाँबाट देखिने भ्यू पनि यस्तो खतरा थियो नि होइन, अब कुरै नगरौँ त्यो त। अनि त्यसपछि यहाँनिर घुम्न आउने चाहिँ अरू कन्ट्रीको भिजिटरहरू पनि टन्नै हुनुहुन्थ्यो क्या। अनि त्यसपछि हामी चाहिँ त्यहाँ गयौँ अनि फोटो भिडियोहरू खिच्यौँ। अनि त्यसपछि हामी ठ्याक्कै यस्तो टाइममा पुगेको थियौँ, सनसेट हुने बेला भएको थियो क्या त्यहाँनिर चाहिँ होइन। ठ्याक्कै सनसेटको टाइममा पुगेको थियौँ। यो भ्यू देख्दा त फर्किनै मन थिएन तर रात पनि पऱ्यो हामी चाहिँ। अनि त्यसपछि फर्क्यो। आजलाई चाहिँ यति नै, बाई बाई।